नेपाल भाषाको चर्चित कथाहरू नेपाली भाषामा अनुवाद गरी वाचन गर्ने क्रममा आज नेपाल भाषाको चर्चित कथा स्वर्ग नर्कको अनुवाद लिएर आएको छु। यो कथाको कथाकार रामशेखर हुन्। कथाकार रामशेखरले आफ्नो कृतिमा आफ्नो थर लेखिएको पाइँदैन। उहाँको थर नकमी अर्थात् नकर्मी हो। उहाँ नेपाल सम्मत 1055 बछलाघाट द्वितीय तदनुसार विक्रम सम्मत 1991 सालमा इनाचो तोल भक्तपुरमा जन्मनु भएको थियो। उहाँको सोटिपाया सीमात फफ स्व कथा सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् र नसौँ फागु चार नामको उपन्यासलाई श्रेष्ठ शिर्पा र उहाँ वसुन्धरा गङ्की पुरस्कारले पुरस्कृत हुनुभएको छ। लेखक 2073 साल फागुन 17 गते देहावसान भयो। आज वाचन गर्न लागेको स्वर्ग नर्क कथा उहाँको सीमात फफ स्व कथा सङ्ग्रहबाट अनुदित हो। यो अनुदित कथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ब्युजिएका पाइलाहरू कथा सङ्ग्रहबाट साभार गरिएको छ। यस पुस्तकमा रहेका कथाका भाषानुवादक दुवै नवीन चित्रकार र ध्रुव मरिकर्मी हुन्। प्रस्तुत कथाको विषयवस्तु 2046 साल अघिको नेपालको राजनैतिक व्यवस्थालाई व्यङ्ग गर्दै लेखिएको छ। अब सुन्नुहोस् कथा स्वर्ग नर्क, लेखक रामशेखर। यमराजको अड्डा राजा महाराजाहरूको खोपी जस्तै हेर्दै आकर्षक लाग्ने एउटा ठुलो कोठा। कोठाको नजिकै दायाँतर्फ स्वर्ग र बायाँतर्फ नर्क छ। स्वर्ग ठुलो फराकिलो त्यत्तिकै राम्रो। चारैतिर झिलिमिली उल्लास उमङ्ग भरि भराउ छ। त्यहाँ सुगन्धित बतास श्रीश्री चलिरहेको छ, निर्मल पानी बगिरहेको छ। त्यसको स्याहार सुसार गर्ने दास दासीहरू छन्। नाचगान गरेर नरमाइलोपनलाई हटाउन गन्धर्व, किन्नर र अप्सराहरू छन्। उनीहरू बिरामी भए औषधि गर्ने वैद्य डाक्टरहरू छन्। उनीहरूलाई पढाउन ज्ञान दिन मास्टर, प्रोफेसर र पण्डित छन्। जीवनको लागि चाहिने जति सामग्री त्यहाँ उपलब्ध छन्। त्यसैले उनीहरूलाई हाई सुख छ। उनीहरू चिल्ला राम्रा सफा सुग्घर हिष्टपुष्ट सन्तुष्ट छन्। परन्तु बायाँतिरको नर्कमा पीडा, भोग, सुस्केरा, रोग बाहेक अरू केही सुख सुविधा छैन। कसैलाई खल्टी पसिना आउने गरी उमालिएको छ, कसैले ढाडै भाँच्ने गरी भारी पकाइएको छ, कसैले सासै फेर्न नभ्याउने गरी खेतमा जोताइएको छ, कसैलाई आच्छो आच्छो हुने गरी सियोको ओछ्यानमा उतानो पारिएको छ, आत्था उत्थो हुने गरी आगोमा हिँडाइएको छ, कसैलाई गोमन भिक्षबाट टोकाइएको छ, कहीँ कुकुर र गिद्धहरूबाट शरीरको मासु लुस्न लगाइएको छ, स्याललाई तातो रगत चुस्न लगाइएको छ, कसैको जिब्रो नै थुचिएको छ, आँखा झिकिएको छ, कसैको हात छैन, कसैको अनुहार नै छैन। नामी नर्क भएपछि कस्तो होला अनुमान गर्न सकिन्छ। दरबार जस्तो लाग्ने यमराजको अड्डाको सबभन्दा माथिल्लो भागमा रहेको बहुमूल्य र भव्य खालको मेचमा बसेर मुख्य जुङ्गा भएका यमराज समरपङ्खाको हम्काइबाट आएको शिरशिर हावाको आनन्द लिँदै आफ्नो अभ्यन्तरले देखे अनुरूप स्वर्ग पठाउनु पर्नेलाई स्वर्गतिर र नर्क पठाउनु पर्नेलाई नर्कतिर पठाउने आदेश दिइरहेछन्। उनको वरपर अङ्गरक्षकहरू र नजिकै चित्रगुप्त छन्। अघिल्तिर ठिक्क सामुन्नीमा भने भर्खरकी तरुणी टाइपिस्ट बसिरहेकी छे। आफ्नै स्वरले टाइप गरिरहेकी टाइपिस्ट झसङ्ग हुने गरी दुईजना यमदूतले एउटा आत्मालाई यमराजको अगाडि थचार्न ल्याउँछ। आत्मा हेर्दै घिन लाग्दो फोहोरी छ, पराले छानो जस्तो झिरिङ्ग परेको कपाल। उसलाई देख्न साथ यमराजको अनुहार घिनले खुम्च्यो। आग्नेय नेत्रलाई हेर्दै उनले यमदूतसित सोधे, को हो यो? यमदूतहरूले 10 औँला जोडेर बिन्ती पिसाए, सरकार, इनात तोलमा बस्ने सुकुचा हो यो। लामपाटी फर्केर चिचिएपछि मरिएकोले हामीले ल्याएको। पातीमै मरेछ? राम राम, यमराजले संवेदना प्रकट गरेरै भने, अर्ध जन्म समेत पुग्न पाएन होइन त? पुग्न पाएन सरकार, चित्रगुप्तले सुकेर बिन्ती गर्यो। चित्रगुप्त, झिकट यसको फाइल। यमराजले एकासी आदेश दिए, के छ यसको रेकर्डमा? चित्रगुप्तले स्टिलको दराजबाट सुकोचको फाइल निकाल्यो। फाइल हेर्दै भन्यो, सरकार, भगवानप्रति भक्ति राख्ने प्राणी त हो यो। मन्दिर जाने, ईश्वरको नाउँ जप्ने आदि धर्म कर्म पनि गरेको रहेछ। राजा भनेको साक्षात् नारायणको अवतार हुन् भनेर टोलमा कथा भन्ने पण्डितले सुनाएको हुँदा त्यसको विश्वास गरेर 3 कोस हिँडेर दरबारको ढोकामा 5 घण्टाभन्दा बढी समय पर्खेर राजाको दर्शन पनि गरेर आएको छ यसले। परन्तु के गरौँ, यति धेरै पुण्यलाई यसले व्यर्थ पार्यो। आश्चर्यले यमराजको मुख खुलिएको खुले हो। कुरा के पर्यो भने प्रभु,
चित्रगुप्तले बिन्ती बिसायो। ईश्वरप्रति जति भक्तिभाव भए पनि र राजाप्रति आस्था भए पनि यसले कहिले सुख पाएन। त्यसको उल्टो झन् खान नपाएर बाँच्न समेत यसलाई गाह्रो भयो। खानै पाएन। यमराज झन्नै चकित भयो। के यसले दूर पार पनि खान पाएन? के भनेको महाराज त्यस्तो? चित्रगुप्तले बोल्नु अगावि सुकुचाले गरुङ्गो स्वरमा भन्यो। पिठोको माट मुखमा परेन भने दुध र भातको कुरा। मारे पिउनु पाएन? यमराज झन्नै आश्चर्यचकित भयो। त्यत्रो बिन्दी के कारणले अनिकाल भयो त? मनभरि तह तह भएर जमेको छटपटी उब्का चाहिँ यतिखेर पनि सुकुचाले नदराई जवाफ दियो। महँगी छ। महँगो बेसाले गरिबको ठाडे भाँचिएपछि के गर्ने? तैपनि सरकारले यसमा कुनै विचारै गरेनन्। सरकारलाई त महँगी बढेको हुन्छ जस्तो छ, झन् महँगी बढाउनु पाए हुन्छ जस्तो छ। बेसा सस्तो भएपछि धेरै खाएर गरिब जनताहरू बलिया होलान् भनेर डराए जस्तो छ। चोरलाई सजन बनाउनु, सजनलाई चोर बनाउनुतर्फ व्यस्त देखिन्छ। चाकरी चुक्ली नगरिकन केही काम पाइन्न। आत्मै बेच्न सकियो भने सब थोक पाइन्छ। यसले मान्छेलाई यति स्वार्थी बनाइदियो कि कोही कसैलाई विश्वास गर्दैन। उसको लागि यो सिआइडी, यसको लागि ऊ गुप्तचर, उसको शत्रु यो, यसको शत्रु ऊ। मित्रता भए पनि स्वार्थको लागि मात्र मित्रता। बाजा र बाजा बजाउने बीचको जस्तो, ढुङ्गा र शिलाकारको जस्तो, लेखक र कलमको जस्तै साँच्चैकै मित्रता मान्छेहरू बीच हुन छोड्यो। व्यक्तिगत स्वार्थ, पद र फस्रो मर्यादाको लागि तोल तोलमा झगडा, गाउँ गाउँमा कोत पर्व, जहाँ तहीँ भ्रष्टाचार, विश्वासको हत्या, नैतिकताको व्यापार मात्र। यस्तो निकृष्ट अवस्थामा, हाहाकारले भरिएको व्यवस्थामा हामी जस्ता गरिब प्राणीले पिठोको मार समेत कसरी खान पिउन पाउनु? खलखल्ते पसिनाले भिजेको शरीरलाई शिरसर हावाले शीतल पारे जे यति धेरै कुरा भन्न पाएर सुकुचाको कलेजो ठन्ड भयो, छाती हल्का भयो। यमराज त त्वाँ परेको परि भयो। उसले सुकुचालाई आँखा नचिम्काई हेरिरह्यो। यति बेलै गुप्तचरले बिन्ती बिसायो। सरकार, एक दिन यसका छोराछोरी भोकले छटपटाएर क्वाँ रुन थाल्यो। भोक लाग्यो भन्दै पिसाचहरूले चाहिँ डाँको छोडेर बच्चाहरू रोएको सुन्न नसकेर यसको छाती नै पट्ट फुट्ला जस्तो भयो। आँखाबाट अटेस मटेस भएर आँसु बग्यो। छाती नै फुट्ला नै जस्तो भएर चामल 2 माना भए पनि उडारोमा लिउँ भन्ने आशाले चामल पसलमा पुग्यो। पसलेलाई रुँडी दुःख बिसायो। खानै पाएन सौबा। भोकले पुरापुरीहरू मर्न लागे। बिन्ती 2 माना चामल। तर साउले चामल नदिएर उल्टे हप्कायो। तिम्रा पुरापुरी मरे पनि के, बाँचे पनि के? खान पाएन भने चोर्न जान, डकैती गर्न जान। त्यति पनि गर्न सक्दैन भने मर्न जा, उधारो दिन्न। त्यसबेला यसको आँखाबाट असङ्ख्य ताराहरू तिर्मिरहे। धरती फन्न कुम्यो। केही सिप नलागेपछि त्यही राति चोर्न भनेर यो निस्क्यो। परन्तु यसले चोरेको पनि पच्च पार्न सकेन। डिएसपी दाहिने हात भएका हरिदास साउले भने जस्तै गर्न सकेको भए पच्च पार्न सकिन्थ्यो। के गरौँ? त्यसरी सुरसाले चाहिँ भएको मुखमा मैले भर्न सक्नु कसरी? सुकुचाले यहाँनिर पनि कुरो नलुकाई जवाफ दियो। मामा घर पुगेको सुकुचा राजाको जन्मदिनमा बल्ल छुट्यो। चित्रगुप्त भन्न थाल्यो, परन्तु जेलभन्दा पनि बाहिरको जीवन झन् कष्टकर भयो। यो जेलबाट निस्किँदा यसकी स्वास्नी छोराछोरीहरूसहित इनारमा हाम फालेर मरिसकेकी थिए। त्यसबेला यो छाती पिटी पिटी रोयो। कहिले हेर तिमीहरूले अनर्थ गर्यो भनेर रुन्थ्यो भने कहिले तिमीहरूले ठिक्कै गर्यो भनेर सन्तोष मान्थ्यो। खानै नदिने, बाँच्नै नदिने समाजका राक्षसी अनुहार, देशको निर्लज्ज अनुहार हेर्न नपर्ने गरी गयो भनेर मनलाई बलियो पार्यो। तैपनि स्वास्नी र छोराछोरीले छोडेर गएको पीडाले यसलाई छोडेन। समाजले उसलाई देख्नासार चोर भन्न र चिनाउन छोडेन। यता आएर उसले आफैले मान्छे हो कि पशु, बाँचेको हो कि मरेको छुट्याउन सकेन। त्यहाँदेखि भगवान भनेको यसको जिउमा भूत चरे जस्तै हुन्छ। राजा भनेको विष्णु भगवान हो भन्यो कि आमा चकारी गाली गर्न थाल्छ। अहिले भर्खरकै कुरा ल्याउँ। हजुर जस्तो पाप पुण्यको अधिष्ठाको, स्वर्ग र नरकका निर्णयकर्ता साक्षात महादेवको अंशलाई समेत यसले प्रणाम गरेन। सरकार, हजुर, प्रभु जस्ता आदरसूचक शब्द एकचोटि पनि प्रयोग गरेन। यमराजको आँखा रिसले राखियो। क्रोधले अनुहार नाङ्लो जत्रो भई हुप्प फुलेर फर्सी जस्तो पो देखियो। चित्रगुप्तले बिन्ती बिसायो, सरकार, पहिला यो भगवानको नाम जप्दै जति धर्मकर्म गर्थ्यो त्यति नै अहिले भगवानको नाम लिनासाथ गाली गर्ने, अपमान गर्ने महापाप पो गर्दैछ।
कालान्तरमा खानी नपाएर पाचकी मगन्ती भएर टोलका सबैबाट छिटछिट दूर भई त्यही पार्टीमा दयनीय र अपहेलित भएर बाँचिरहेको थियो। रात दिनको छरीमा पार्टी भट्किँदा त्यही ठिचिएर मरेको हो यो। त कुजात यमराजले सुकुचालाई ठुल्ठुला आँखाले हेरेर भन्यो, त्यसो भए यसले जुन दाम पनि दान दिएन होला, खानी नपाएका दरिद्रले के दान गर्नु? निधार खुम्च्याएर चित्रगुप्तले भन्यो, बरु अरूले जन्मदिनको बेला दान गरेको दही चिउरा समेत थपी खाएको छ यसले। दत्तात्रेयको ताजा मतले बाँडेको भन्दरा, हरिदास साउले गरिब गुरुवाले खुवाएको भोज आदि खाएर अरूको दशा पाप समेत यसले थापिएको छ। यस हिसाबले यो नास्तिक हो, चोर हो, आफ्नै स्वास्नी छोराछोरीको ज्यान लिने जानमारा हो। यसले नचोरेको भए यसकै स्वास्नीले चोरको स्वास्नी भनेर भनाइ खानुपर्ने थिएन, छोराछोरी सहित इनारमा हाम फाल्नु पर्ने थिएन। जीवनमा सङ्घर्ष गर्न नसक्ने यो दरछेरुवा हो, स्वास्नी पाल्न नसक्ने हुतेहारा हो, छोराछोरीलाई खुवाउन नसक्ने नालागे हो। त्यसैले सरकार पृथ्वीको भार यो हुतेहारा पाखण्डेलाई रौरव नरकमा पठाउनु पर्छ, जहाँ खकार रगत सिङ्गान थुकको मोल होस्, स्याउती किरा होस्, जहाँ सास फेर्नले समेत मुस्किल होस्। लैजाऊ यस्ता पापी दुरात्मालाई। टेबलै फुट्ला जस्तो गरी मुर्की बजारेर यमराज जङ्ग्यो, कर्मको फल चखाऊ यसलाई। दुईजना यमदूत अघि सरेर सुकुचालाई घिसारेर नर्कमा लगे। सुकुचालाई नर्कमा घोक्राएको लगत्तैपछि दुई यमदूतले फेरि एउटा अर्को आत्माले यमराज सामु उभ्याए। त्यो आत्माको उमेर कति होला भनेर यकिन गर्न गाह्रो छ, तैपनि 30 वर्षको होला कि भनेर अनुमान गर्न सकिन्छ। दुब्लो, निकै दुब्लो, फु गरेर ठल्ला जस्तो, एक दुईटा कपाल फुलेको अनुहार गौँ गोरो, आँखा भित्रसम्म धसिएको, क ख लेख्न हुने खालको नाक छ। यो कुन चाहिँ जन्तु पर्यो? यमराजले गहिरिएर हेर्दै सोध्यो। यो कुनै जन्तु होइन प्रभु, यो त कवि हो, चित्रगुप्तले बिन्ती बिसाए। ए कवि पो? यमराजले टाउको हल्लाउँदै भने, मैले त किसानको खेतमा कोरालो चलाउँदा माटोबाट निस्किएको गड्योला हो कि भन्न ठानेको। के कस्तो कवि पर्यो? अर्थात् आदि कवि हो कि महाकवि हो कि यो कवि हो कि जनकवि हो? कुन चाहिँ कवि पर्यो? प्रभु यो कवि मात्र, चित्रगुप्तले यमराजलाई स्पष्ट पार्दै भन्यो। अहिलेसम्म सरकारले यसलाई कुनै मान उपाधि दिएको छैन प्रभु, त्यसैले यो कविता लेख्ने कवि मात्रै। ए अनि कस्तो कविता लेख्ने कवि पर्यो नि त? हाँस्न खोज्दै यमराजले सोध्यो। चित्रगुप्तले सरसर गरेर फाइल पल्टाउँदै भन्यो, प्रभु यसले लेख्ने प्राय जसो कविता विद्रोहले भरिएको हुन्छ, त्यसैले विद्रोही कवि भने पनि फरक पर्दैन प्रभु। यो सुन्नासाथ यमराज झस्क्यो। असन्तुलित तराजु चाहिँ उनका दुईतिरको आँखी भाउ फरफराए। केही बेर टोलाएर कविलाई हेरेपछि चित्रगुप्तसित सोधे, विद्रोही रहेछ होइन? कुन दर्जाको विद्रोही नि? अर्थात् जनद्रोही हो कि सरकार द्रोही? चित्रगुप्तले निवेदन गरे, सरकार कविता अर्थात् साहित्य भनेको सर्वे भवन्तु सुकिन भन्ने भनाइमा यसको विश्वास छैन। बाघ, भालु, बाख्रा, कुखुरा, बिरालो, चोर, लुच्चालाई सबै एकै ठाउँमा राखे जस्तो गरिब र धनी बीच एकले अर्कोलाई सहयोग गरेर एकको दुःखमा अर्कोले, एकको मर्म अर्कोले बुझेर सबैको सुख शान्तिको लागि शोषण रहित समाज बनाउनु भन्नु र वर्ग समन्वयको सिद्धान्तलाई पनि केटाकेटीको ठुलो माटोमा खेलेको खेल जस्तो कोरा परटी हो। अर्को शब्दमा भन्ने हो भने च्यातिएको पुरानो ठाङलाई देखेला भनेर हटार छोप्ने तन्ना हो, मान्नै तयार छैन। के कुरामा पट्यार गर्छ त? यमराजले एक्कासी हाँडी चाहिँ कालो मुख पारेर सोधे। सरकार, यमराजले निवेदन गर्यो, यसको समग्र आस्था त जनपक्षीय साहित्यमा छ। राजनीतिक सामाजिक विसङ्गति र आर्थिक असमानताको विरोध गर्नु, जनताको स्वतन्त्रता बाँडिएको स्वीकृत चुनाव लिएर अनि निम्न वर्गको जीवन, उनीहरूको आशा आकाङ्क्षा र व्यथालाई प्रस्तुत गर्ने, उनीहरूलाई भ्युजाउने आदि यस्तै कविताको विषय हो। यमराजले निधार खुम्च्याए। चित्रगुप्तले भन्न थाल्यो, परन्तु यो स्वाट कवि परेछ। निम्न वर्गलाई च्याप्न छोडेर धनी सामन्तहरूको क्षणिक सुखका लागि रोमान्टिक कविताहरू अथवा तिनीहरूको गुणगान गरेर श्लोक आदि रचिएको भए सरकारले पनि यसले उहिले नाकका चाले राष्ट्रिय सम्मानको उपाधि विभूषित गरिसक्थ्यो होला। यसरी छिट्टै मरिहालेको अवस्थामा तल पृथ्वीमा अहिलेसम्म कति ठाउँमा शोक सभा भइसकेको हुने थियो। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कतिले श्रद्धाञ्जली व्यक्त गरिरहेका होलान्, अनि पो यो त्यसै अमर भइहाल्थ्यो। आँखा चिम्लेर हिँडे पनि सरासर स्वर्गमा पुग्ने थियो।
के गर्ने यही मूर्ख? यसको मूर्खता देखेर कहिले त दया लाग्छ, हाँसो पनि उठ्छ। कविता भनेको सर्वसाधारणले बुझ्ने गरी लेख्नुपर्छ भनेर कराउने यो पोतमूर्ख कवि हो। हेर हेर हेर, सबैले बुझ्ने कविता पनि कहीँ कविता हुन्छ र? आलोचकलाई फोकै मार्ने कुरा होइन र यो? कविता भनेको माकोरोको जालो चाहिँ झिलिएको, धेरै ठाउँमा अल्मलिएको हुनुपर्छ, अनि पो हुन्छ खासाको कविता। जतिपटक हेर्दा पनि नबुझ्ने गरी कविता लेख्न सके पो, शून्यहरूको दिमागले नभ्याउने गरी लेख्न सके पो, प्रतीक उपमाहरू प्रयोग गरेर नयाँ नयाँ शब्दहरूको चाङ्ग लगाएर लेख्न सके, त्यति नै मोटपूर्ण हुँदो रहेछ उत्कृष्ट कविता। त समग्रमा कविता नभएर त्यसमा अलिअलि कविता, अलिअलि गद्य गीत र अलिअलि दार्शनिक निबन्ध पनि मिसिन्छ। अझ आफूले लेखेको कविता आफैले व्याख्या गर्न नसक्ने भयो भने झन् उत्कृष्ट ठहरिन्छ। आलोचकले पनि त्यसैलाई सर्वश्रेष्ठ देख्छन्। यस्तो रहस्य र गुह्य कुरा यसले बुझ्न सकेन, त्यसैले यसले यति विघ्न दुःख भोग्नु परेको, टिभी भएर मर्नु परेको। मर्न बेलामा पनि न एक थोपा गङ्गा जलमुखमा पर्यो, न भगवानको नाम लिएर नै मर्न पायो, न 81 पैसाको गौदान नै गर्न पायो। त्यसैले सरकार यसले कुनै पनि हालतमा बैतरनी पार गर्ला जस्तो छाँट छैन, सिधै नर्कमा जाक्नुपर्छ यसलाई। यो विद्रोही, देशद्रोही, राम राज्य जस्तो शासन पद्धतिको यो घोर विद्रोही, यो वर्गको पक्षपाती जाकिदिए यसलाई। आँखा रातो रातो पार्दै डाँडा खिटेर यमराजले आदेश दिए, खबरदार, यसलाई एक थोपो पानी समेत खुवाउनु पाइन्न। भोक लाग्यो भन्यो भने मुखमा अङ्गार कोच्नु, तिर्खा लाग्यो भन्यो भने तातो टेर खन्याइदेऊ, भाँचिदेऊ गरिबको मात्र बेठा लेख्ने कलम समाउने औँलाहरू। राजा महाराजा, सन्त महन्त, साहु महाजनहरूको सुख वैभव, ऐशपूर्ण जीवनको ईर्ष्या गर्ने, उनीहरूको उदार र विशाल हृदयलाई वास्तै नगर्ने, यसको दिमाग छिकेर त्यो ठाउँमा गोबर भरिदेऊ, अनि थाहा पाउन चक्रव्यूहजय बलिया सामन्तहरूको विरोध गर्नु, निन्दा गर्नु कति महँगो पर्छ। यसै बेला कविले डाँडा खिटेर सिंहले चाहिँ आँखा तरेर एकचोटि यमराजलाई हेर्यो। यमराजको अट्टहास गुन्ज्यो, हा 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 हा, यसलाई पनि घोक्राएर नर्कमा पठाइदिए। त्यही बेला फेरि अर्को आत्मालाई यमपासले बाँधेर दुईजना यमदूत आए। यो देखेर यमराजको आँखा चम्क्यो, चित्रगुप्त तल्ल पर्यो, टाइपिस्टले टाइपराइटरमा भएको अक्षरै देख्न छोड्यो। ढकानिर उभिएका नर्कवासीहरूले एक अर्काको अनुहार टुलुटुलु हेर्न थाल्यो, किनभने उनीहरूका अगाडि बङ्गुर चाहिँ मोटो खातो एउटा आत्मा ल्याइएको थियो। यमराजको जय, धर्मराजको जय, पापराजको जय, आत्माले यमराजको जय जयकार गर्यो। को हो यो? यमराजले प्रफुल्ल मुद्रामा चित्रगुप्तसित सोधे। चित्रगुप्तले बिन्ती बिसायो, हरिदास साहु हो महाराज, नामी लखपति साहु। हरिदास साहु यमराजलाई हेर्दै तारैदेखि झुकेर सलामी दिँदै अगाडि आयो, अनि 10 औँला जोडेर बिन्ती गर्यो। सरकार, म माथि ठुलो अपमान भयो, इज्जतको कदर भएन। दुध दिने गाई दान गरेर पनि गाईको पुच्छर समातेर बैतरनी तर्न दिएन मलाई। ओर्ने ओछ्याउने झुल, खाट, ट्रान्जिस्टर, घडी, घरबारी, पैसा, थाल, आमखर चाहिने सब थोक दान गरेर आएको हुँ म। खै यही सब, यो त मैले उपयोग गर्न पाउनु पर्ने होइन र? त्यति बिघ्न दान गरेर आएको भए त यस्तो हुनु नपर्ने हो, यमराजले चित्रगुप्तलाई हेर्दै भन्यो। चित्रगुप्तले जवाफ दियो, दान दिएको जति सामान दान लिन ब्राह्मणकै घरमा छन् प्रभु, बाहुन बाजेले चलान नगरेसम्म यहाँ हामीले कहाँबाट ल्याएर दिनु? दान गरेको सामान पछि ल्याउँला, हरिदास साहु करायो। मैले कतिचोटि म हरिदास साहु, लखपति साहु भन्दा पनि कसैले टेर पुछ ल्याएनन् हजुरका यी दूतहरूले। झन् ठचार्दै झ्याङकुटी गरिँदै पोल्या, सिङ्गै जुटाउ खुवाउला भनेपछि मात्र बल्ल यातना दिन छोड्यो। सरकार, यो के अपराधको सजाय हो? यति विघ्न अपमान किन? म माथि भएको अन्यायको पूर्वपक्ष गराइ पाऊँ। यति भनेर हरिदास साहुले कोर्टमा लागेको ठुलो टकटक्यायो। यमराजले चित्रगुप्तसित सोधे, चित्रगुप्त, साँच्चैकै साहुमाथि अपमान र अन्याय भएकै हो त? चित्रगुप्त, यसको फाइल पल्टाउ त, के छ यसको धर्म, पाप, अपराध? चित्रगुप्तले साहुको फाइल हेर्दै भन्यो, प्रभु, यसको अपराध पनि भयानक छ अनि धर्म कर्म पनि निकै छ, सब विस्तार सुनाऊ। यमराजले डुबे हात काखीमा च्यापेर मेचमा अडिएसिएर भने। तोका छेउमा उभिएर सुनिरहेका नर्कवासीहरूको कान थार थारो हो। कोही पनि चुइक्क नबोले चित्रगुप्तले के भन्ला भनेर कान थापेर बसे। चित्रगुप्तले भन्यो, यो चोर होइन, तर चोरले ल्याएको जुनसुकै सामान पनि सस्तोमा किन्ने चोरहरूको साउ हो। दसैँ सकिएपछि झालमा सुकाइने सुकुटी समेत चोरहरूसित सस्तोमा किनिएको छ यसले।
चोरे ल्याएका कोपरा मात्रै पनि यसको एउटा कोठा भरि होला। गाग्रो बाटा कसौटी त कति छन् कति। ओहो, हिसाब किताबै छैन त्यसो भए। यमराजले चकित भई भने, चोरिएका सामान किन्दा पनि यो पुलिसको फन्दामा एकपटक पनि परेन त। के कुनै चोरले पनि पोलेन यसलाई? कसरी समातिनु प्रभु, के भनेर पोल्ने? मुसमुस हाँस्दै अगाडि आएर हरिदास साहुले यमराजलाई बिन्ती बिसायो। ठुल्ठुलो काम गर्नलाई पहिला भगवानको पूजा आजा गरेर खुसी पार्नुपर्छ, नत्र अनेक प्रकारको विघ्न बाधा आइपर्छ। त्यसो भएकोले मैले सुरुमै आवश्यक भगवानहरूलाई आवश्यकता अनुसार पूजा गर्ने गरेको छु। भगवानको नाम मात्र लिँदा त सबै पाप मोचन हुने बेला कलियुगमा ईश्वरलाई पूजा नै गरेपछि त झन् के मात्र हुन्न। सरकारले नै विचार गरी बक्सियोस्। यमराजले टाउको टुकटुक हल्लाउँदै चित्रगुप्तसित सोधे, हो त चित्रगुप्त, सरकार सामु झुटो बोल्ने दुस्साहस म कहाँ गर्न सक्छु? सरकारको पाउको धुलो त हुने म त। पत्यार लाग्दैन भने सरकारले नै भगवानलाई फोनबाट बुझी बक्सोस्। खल्तीबाट चुरोटको बत्त चिकेर बिस्तारै चित्रगुप्तको टेलमा राख्दै हरिदास साहुले भन्यो, चुरोट पिउनुहोस् हजुर, यो हङकङको चुरोट हो। चित्रगुप्तले यमराजतिर हेऱ्यो। यमराजले नदेखे जस्तो गरे। चुरोट देखे पनि नदेखे जस्तो गरेर चित्रगुप्तले भन्यो, हो प्रभु, यो त एउटा अपराध गरे पछि एउटा मूल देवताको पूजा गरेर धर्म पनि गर्दै आएको छ यसले। वार्डमा कुपनबाट वितरण गरिने चामल यसले पनि आफ्नो वार्डमा वितरण गरेको थियो। त्यसबेला यसले आधा चामल त ब्ल्याकमै बेच्यो, बाँकी चामलमा ढुङ्गा बालुवा मिसायो। यो पापबाट मुक्ति पाउन यसले गणेशलाई घरैमा बोलाएर धुमधामसित पूजा आजा गर्यो। चन्द्रवीरलाई कुटपिट गरेर मारेको अपराधको पाप पकाल्न हेलुम्बुकी छोरी पार्वती महादेवलाई सुम्पेर खुसी पार्यो। त्यसै गरी नुन, तेल, मट्टीतेल, कपडा, धागोको भाउ बढाउन पनि विभिन्न देवताहरूको धुमधामसित पूजा गर्यो। तर पक्नुहोस्, एउटा अपराधबाट पनि यो मुक्त हुनु बाँकी छ। त्यो अपराध हो नगर पञ्चायतमा प्रधान पञ्च भएको बेला जनताले घर बनाउन, बाटो बनाउने जम्मा गरेको डिपोजिट 60,000 भने क्वाप्पै पारेको पारियै छ। ए साउ, मेचमा अदेश दिएर बसिरहेका यमराजले अलिकति अघि सरेर भने, क्या हो नगरपिटा भएर पनि त्यसो गर्ने? जनताले विश्वास गरेको जनप्रतिनिधिले त्यही जनताको रगत चुस्ने कहाँसम्मको दुस्साहस हो यो? प्रभु सरकार दया निदान। हरिदास थरथर काप्दै अकमकिँदै बोल्यो, मैले मात्र खाएको होइन प्रभु, त्यसमा वार्ड प्रतिनिधिहरूले पनि भाग पाएका छन्। मैले मात्र खाएको अपराधका लागि भाकल राखेको थिएँ, तर भाकल पुरा गर्न नपाउँदै मेरो काल आएर यहाँ आउनु पर्यो। त्यसैले त्यसो औसो मलाई थाहा छैन। यमराजले रिसाउँदै भने, तिमीले नर्क भोग नगरी सुखै पाउँदैनौ। हरिदासलाई खलखल्टी पस्न छुट्यो। के गरौँ भएर ऊ चित्रगुप्तको टेबल नजिकै सर्यो। प्रभु, अनर्थ हुने भयो, यो त भएन भन्दै औँलाले टेबलमा कोट्याउन थाल्यो। साहुले टेबलमा औँलाले कोट्याएको त अक्षर भएर चित्रगुप्तको आँखामा त्रिमुरण पो थाल्यो। उसले धेरै बेरसम्म टेबलमा आँखा गाडिरह्यो अनि बिस्तारै अघि सरेर यमराजलाई टेबलमा कोरिएको कुरा निवेदन गर्यो। सुनेर यमराजको अनुहार प्रफुल्ल देख्न थाल्यो। अप्सराहरूबाट चम्बर पङ्ख हप्काइएर कार्पेट ओछ्याएको बाटो भएर हरिदास साहुले स्वर्गतर्फ लगिएको देखेर नर्कका एकजना बासिन्दा खिटखिट हाँस्न थाल्यो। सँगै बसेका हक्ताले ओ हाँसेको नमिठो मान्दै भन्यो, के खिटखिट गरगरी हाँसेको? हेर्नुहोस् न, त्यहाँ साहुलाई स्वर्ग लगिरहेको। नर्कवासीले औँल्याउँदै भन्यो, पूर्वजन्मकै फल हो यो स्वर्ग जाने नर्क जाने भनेको। के गर्ने, हामीले पूर्वजन्ममा केही गर्न सकेनौँ, नर्कमा परियो। इस हो पूर्वजन्मको फल। छेउमा बसिरहेका कविलाई कति साह्रो रिस उठेछ भने झुरुक्क उठेर करायो, अझै चाल पाएका छैनौ तिमीहरूले, अझै तिमीहरू बिउजेका छैनौ। कवि त्यसरी एक्कासी भावावेशमा आएको देखेर नर्कवासीहरू आश्चर्य र भयभीत भए। त्रसित नर्कवासीहरूको दयनीय अनुहार हेर्दै डाँडा किटेका कवि शान्त भयो अनि उसले एकजना नर्कवासीले आफ्नो अगाडि बोलाएर मायालु पाराले सुस्तरी केही भन्यो। कुरा उसले अर्कोलाई भन्यो, अर्कोलाई कानै खुसी गर्यो। सुनेर सबैको मनमा आगो बल्यो, सबैको अनुहारमा एउटा प्रश्न तैरिन थाल्यो। यस कुराले एकजना नर्कवासीको मुटुमा जोडले चिमोटिए झै भयो। उसको अनुहार एक्कासी आगो झै बल्यो, आँखा ठुल्ठुलो पारेर हात मुट्ठी पार्दै आकाशमा उठाएर करायो, थाहा पाएँ इन्कलाब।
उसले टिट्टी भन्नासाथ सबैले एकै स्वरमा भने, जिन्दाबाद, तानाशाही यमराज मुर्दाबाद। वातावरण एक्कासी विद्रोहले भरियो। यमदूतहरूले जति रोक्न खोजे पनि रोक्नै नसक्ने गरी, जति लाठीचार्ज गरे पनि दबाउनै नसक्ने गरी नर्कवासीहरूको जुलुस नर्कको ढक्कै भड्काएर खोलो बगे चाहिँ अगाडि बढ्यो। असङ्ख्य नर्कवासीहरूको जुलुसले छोपेपछि यमराज, चित्रगुप्त र तिनका यमदूतहरू त छिनभरमा कहाँ बिलाए। त्यहीँनिर नाटक सिद्धासाथ पर्दा झरे चाहिँ अप्रत्याशित रूपले भिडमा कसैले एउटा प्ले कार्ड फरफरायो। त्यसमा लेखिएको थियो, आजदेखि यहाँ स्वर्ग र नर्कको भेद समाप्त भयो। कथा सकियो।